अहिले हामी चाहिँ उद्धार कार्यमा छौँ। नेपाली सेना सशस्त्र प्रहरी लास चाहिँ त्यहाँनिर झुनिराखेको अवस्था, घरमा झुनिराखेको अवस्थामा छ। उता छेउमा नजानु। भाइ तपाईले एकछिन निस्केपछि म झार्नु गर्न निस्किदिनु नि। त्यसपछि अनि गाड लाग्यो ढुङ्गाले काट्दा छेउमा नजानु। यो चाहिँ बैरेनी पृथ्वीराज महाराजको बैरेनी, धादिङ बैरेनी। उहाँ चाहिँ महिला सशस्त्र प्रहरी हुनुहुन्छ। ल त्यहाँ बसेर सबैजनाले केही छ सर, के गर्नुपर्छ भन्नुहोस्।